सन् 2026को टी20 विश्वकप मुम्बईको ऐतिहासिक वाङखेडे मैदान अनि क्रिजमा एक यस्तो खेलाडी जसले आफ्नो ब्याटिङले विश्व क्रिकेटका दिग्गजहरूलाई समेत स्तब्ध बनाइदिए। उनी हुन् नेपाली टोलीका द रिभल्भिङ डोर अर्थात् अलराउन्डर दिपेन्द्र सिंह ऐरी। समूह चरण सकिँदा दिपेन्द्र सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा 9औं नम्बरमा थिए। 4 खेलमा 169 रन, 2वटा अर्धशतक, 7 छक्का र 13 चौका। तर यो केवल तथ्याङ्क मात्र होइन, यो त दिपेन्द्रको पुनरागमन र उनको क्लासको प्रमाण थियो। नेपालको सामुन्ने थियो विश्व विजेता इङ्ल्यान्ड र 185 रनको पहाड जस्तै लक्ष्य। 42 रनमा 2 ओपनर गुमाएपछि दिपेन्द्र मैदान छिरे। उनले कप्तान रोहित पौडेलसँग मिलेर यस्तो साझेदारी गरे जसले इङ्ल्यान्डको मुटुमा ढ्याङ्ग्रो ठोकियो। अदिल रसिद जस्ता विश्वकै उत्कृष्ट स्पिनरलाई दिपेन्द्रले जुन शैलीमा स्विच हिट मार्फत छक्का प्रहार गरे त्यो शट नेपाली क्रिकेट प्रेमीले सायदै बिर्सनेछन्। 29 बलमा 44 रनको त्यो इनिङले विश्वलाई सन्देश दियो, नेपाल अब डराउन होइन, लड्न आएको हो। तर क्रिकेट अनिश्चितताको खेल हो। इटली विरुद्धको खेलमा नेपाल 123 रनमै समेटियो। दिपेन्द्र पनि 17 रनमै बोल्ड भए। अघिल्लो म्याचमा रसिदलाई नचाउने दिपेन्द्रलाई इटलीका स्पिनरले नाजवाब बनाए। वेस्ट इन्डिज विरुद्ध फेरि नेपालको ब्याटिङ धराशायी भयो। 46 रनमा 5 विकेट। यस्तो बेला दिपेन्द्रले फेरि जिम्मेवारी सम्हाले। 47 बलमा 58 रनको लडाकु इनिङ खेल्दै उनले नेपालको इज्जत जोगाए। 2 हारपछि टोलीमाथि प्रश्न उठिरहेको थियो, तर स्कटल्यान्ड विरुद्ध दिपेन्द्रले आफ्नो फिनिसिङ क्षमता देखाए। 171 रनको लक्ष्य पछ्याउने क्रममा उनले मात्र 23 बलमा विस्फोटक अर्धशतक प्रहार गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए। यो त्यही दिपेन्द्र थिए जो अघिल्लो विश्वकपमा बङ्गलादेश विरुद्ध अन्तिम समयमा चुक्दा आलोचित भएका थिए। तर 2026 सम्म आइपुग्दा उनले आफूलाई प्रमाणित गरे। बोलिङमा पनि किफायती रहँदै उनी अहिले विश्व वरियताको 4थो नम्बरका अलराउन्डर बनेका छन्। दिपेन्द्रको यो जादुबाट भारतीय दिग्गजहरू पनि अछुतो रहन सकेनन्। आरसीबीका पूर्व प्रशिक्षक सञ्जय बङ्गारले आफूलाई दिपेन्द्रको फ्यान घोषित गरे। उनले भने दिपेन्द्र जस्ता खेलाडीको टी20मा ठूलो माग छ। त्यस्तै कमेन्टेटर मिखाइल बासवानीले त ठोक्वाने गरिदिए, दिपेन्द्र चाँडै आइपिएलमा देखिनेछन्। विश्वकप चलिरहँदा दिपेन्द्र पाकिस्तानको पिएसएलमा आबद्ध भएको खबरले नेपाली फ्यानलाई झनै खुसी तुल्यायो। दिपेन्द्र सिंह ऐरी अब केवल नेपालका मात्र होइनन्, विश्व क्रिकेटकै एउटा चम्किलो तारा बनिसकेका छन्। तपाईलाई दिपेन्द्रको यो विश्वकपको कुन शट सबैभन्दा मन पर्यो? कमेन्टमा लेख्नुहोला। यस्तै क्रिकेट अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।